र अहिले साँच्चै जनता चाहिँ परिवर्तनको पक्षमा छन् र जनताले अहिले नेताहरूले सबै निकायहरूलाई बर्बाद पारेको हुँदाखेरि यो लोकतन्त्रबाट मुक्ति चाहिराखेको दलीय तन्त्रबाट मुक्ति चाहिराखेको हुँदाखेरि अहिले यो कुलमानको पनि विरोध गर्दै र यो सरकारको पनि विरोध गर्दै यो व्यवस्थाको पनि विरोध गर्दै जनता अहिले सडकमा छ। माइती घरको आन्दोलनले उहाँहरूलाई पनि सत्तामा पुर्याएको केपी ओलीजीहरू शेरबहादुर देउवाजी र प्रचण्ड हिजो माइती घरका आन्दोलनले उहाँहरू प्रधानमन्त्री अहिले प्रतिपक्षी दलको नेता बनेको। त्यसकारण हाम्रो मूल मान्यता के छ भने लोकतन्त्र देश र जनताप्रति जिम्मेवार हुनुपर्छ। यदि देशको सत्ताले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्न सक्दैन भने के माफिया र तस्करहरूको फाइल लुकाउनका लागि मात्रै सरकार बनेको? मूल यो प्रश्नको उत्तर अहिले नेपाली जनताले खोजिराखेको छ। होइन, अहिले मन्त्रीले हेर्नुहोस् त, यसमा पदमुक्त चाहिँ मन्त्रीलाई गर्नु पर्थ्यो। मन्त्रीले के भनिराखेका थिए भने कुलमानले छोडेन भने अब लोड सेडिङ हुन्छ भनेर मन्त्रीले भनेका हुन् कि होइनन्? एउटा ऊर्जा मन्त्रीले लोड सेडिङ हुन्छ देशमा भनेर भनिराखेको छ र त्यसलाई चाहिँ ढाप मारेर चाहिँ अहिले देशले राखिराखेको छ भने र उज्यालोको लागि लड्ने कुलमानले भ्रष्टाचार गरेको त्यो भन्नु पर्यो नि। भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूलाई छोप्ने काम अनि राम्रो र इमान्दार असल कामको सुरुवात गर्ने कर्मचारीलाई बर्खास्ती भनेर जुन यो सरकारले गर्दैछ यो चाहिँ गलत काम हो। त्यसकारण यो सरकार फाल्नुपर्छ भनेर अहिले चाहिँ नि देशभक्त नागरिकहरू यो सरकार फाल्नका लागि सडकमा आएका छन् र तिनको थप माग भनेको संवैधानिक राजतन्त्र र हिन्दू अधिराज राख्नुपर्छ। विश्वको एकमात्रै पहिचान बोकेको हिन्दू राष्ट्रलाई समेत स्थापित गर्नुपर्छ भनेर अहिले जनता सडकमा जागेका छन्। त्यसकारण यो सरकारले अब आफ्नो त्यो गलत निर्णय सच्याओस् के हामी त्यो आग्रह गरिराखेका छौँ। अब मन्त्री परिषद भनेको जे पाइ त्यही निर्णय गर्नलाई बन्या हो। दुईटा दलतन्त्रको विरोध गर्ने सबै कर्मचारी खराब हुन्छन्। यदि त्यो हो भने यो कर्मचारीको पनि सवाल हो के असल काम गर्नेहरूले यो सरकारको नेतृत्वमा बसेर काम गर्न पाउँछ कि पाउँदैन? यदि पाउँदैन भने यो सरकार फाल्नुपर्छ कि पर्दैन? हामी त्यही विकल्पका लागि बहस चलाइरहेछौँ। होइन, कुलमान घिसिङले राम्रो काम गरे, उज्यालो नेपाल बनाए र यो माफिया र तस्करहरूको संरक्षण गरेनन्। हेर्नुहोस् कुलमानले चाहिँ के गरे भन्दाखेरि जुन व्यापारीहरूसँगको 21 अरब रकम छ त्यो उठाउने पहल गरे, उज्यालोको निम्ति काम गरे, उज्यालोको निम्ति लडाइँ लडे, लोड सेडिङ गरेर कमिसन खाएनन्, नेताहरूका लागि कमिसन खाने माफिया तस्करहरूलाई पोसेनन्। त्यसकारण चाहिँ कुलमानलाई हटाइँदैछ। त्यही त हो नि। नभए हेर्नुहोस् त 16 घण्टा 22 घण्टा लोड सेडिङ थियो कि थिएन? त्यो कुरामा बहस चलाउनको लागि म मिडियालाई पनि आग्रह गर्छु कि अब नेपालको नेतृत्व भनेको हामीले गर्ने हो। अब भ्रष्टाचारीहरूलाई खेद्नुपर्छ, कुशासन दिनेहरूलाई खेद्नुपर्छ र यो व्यवस्था फाल्नुपर्छ हामीले भनिराखेका छौँ नि। हामी मात्रै होइन, अहिले देशले व्यवस्था परिवर्तन खोजिराखेको छ, अहिले देशले राजा खोजिराखेको छ, देशले एउटा असल नेतृत्व खोजिराखेको छ। हेर्नुहोस् यो गणतन्त्रको आन्दोलन भनेको उहाँहरूले आन्दोलन के लागि गर्ने? जनता मार्न पाउनुपर्छ भनेर गर्ने? भ्रष्टाचारीको फाइलहरू लुकाउन पाउनुपर्छ भनेर गर्ने? कुशासनका लागि चाहिँ नि उहाँहरूले आन्दोलन गर्ने? त्यो विषयमा आन्दोलन गर्न पाइन्न। त्यस्ता भद्दा मजाक लोकतन्त्रको माथि उडाउन पाइँदैन। त्यसैले हेर्नुहोस् अहिले अमेरिकामा एउटा रिसर्च भएको छ, त्यो रिसर्चले के भनिराखेको छ भने नेपालमा अब उन्नत लोकतन्त्र आउनुपर्छ, त्यसका लागि चाहिँ राजा नेतृत्वदायी भूमिकामा आउनुपर्छ भनेर त्यो रिसर्चले भनिराखेको छ। हामी ती आधारहरू हेरेर र मुलुक जुन अहिले नेतृत्वविहीन भएर लथालिङ्ग भएको छ यी आधारहरू हेरेर यी मानकहरूलाई हेरेर अहिले भ्रष्टाचारले चुर्नमा जुन देश डुबेको छ त्यसकारण चाहिँ हामीले के भनिराखेका छौँ भन्दाखेरि अब संवैधानिक राजतन्त्रले मात्रै यो देश जोगाउन सक्छ भनेर भनिराखेका छौँ। तपाईँले शीर्ष नेता भन्नुभयो, उहाँहरू साँच्चै भन्दा उहाँ शीर्षको स्थानमा हुनुहुन्न के? त्यसकारण के भने भ्रष्टाचारी र संरक्षणको माफिया र तस्करहरूबाट सञ्चालित नेताहरूले यो निर्णय गरे भनेर तपाईँहरूले भन्नुभयो भने त्यो जायज हुन्छ। त्यसका विरुद्धमा अहिले देश लागेको छ अनि उहाँहरूको निर्णय प्रिय छ कि अप्रिय छ, उहाँहरूको निर्णय राष्ट्रघाती छ कि राष्ट्रवादी छ, यो जनताको यो जुन ओर्लदो भिड छ यसैले त्यसको परिभाषा गरिराखेको छ, यसैले त्यसको विरुद्धमा ओर्लिने छ। त्यसकारण हामी चाहिँ के छ भने अविलम्ब यो निर्णय सच्याउनका लागि हामी सरकारलाई र त्यो जुन नेतृत्व छ अहिले दलमा रहेको जुन भ्रष्टाचारी र संरक्षण र माफियाको संरक्षण गर्न चलिराखेको छ नि त्यो नेतृत्वलाई हामी अवेर गराइराखेका छौँ, हामी सजग गराइराखेका छौँ, सचेत गराइराखेका छौँ। यो त तपाईँको प्रश्नै गलत भयो। हेर्नुहोस् हजारको उपस्थितिले मान्दैन, त्यो 15 गतेको उपस्थितिले देशमा परिवर्तन ल्याउँछ। त्यसकारण त्यहाँ देशको उपस्थिति हुन्छ। अहिले आँकडामा भन्दा नि त्यसको अवमूल्यन हुन्छ। हामी त शान्तिप्रिय, हामी बुद्धका अनुयायी हौँ, हामीले लडभिड गर्दैनौँ, हामीले बम र गोला बारुद बोकेर आन्दोलन सुरु गरेका छौँ।
24 घण्टा लोड सेडिङ यही देशमा बसेर खेपेको हो। हामी त्यतिखेर पनि विद्यार्थी छौँ, अहिले पनि विद्यार्थी छौँ। यो मानेमा के हो भने जसरी एउटा सरकार देश विकासका लागि मन्त्री प्रधानमन्त्री हाम्रो 5 वर्षीय कार्यकाल चाहिन्छ पूर्ण रूपमा, स्थायी सरकार आवश्यक छ, त्यसरी नै कुलमान घिसिङको यो एउटा विकास नेपाल विद्युत प्राधिकरणको भोलिको भविष्य राम्रो गर्नको लागि कुलमान घिसिङलाई 10 वर्ष दिनुपर्छ, 5 वर्ष होइन 10 वर्ष दिनुपर्छ भन्छौँ हामी त। किनभने उसले हिजो तपाईँको नेपाल विद्युत प्राधिकरण कति घाटामा थियो र अहिले कति फाइदामा पुर्याएको छ, यसको श्रेय केवल कुलमान घिसिङलाई जान्छ। उसले एउटा कुशल व्यवस्थापन पनि गरेको छ नेपाल विद्युत प्राधिकरणमा, र अब 10 वर्ष दिने हो भने यसले तपाईँको नेपाल लगायत, नेपालमा त विद्युतको आत्मनिर्भरता बन्छ लगायत विश्व भारत तपाईँको बङ्गलादेशमा बेचिरहेको छ अहिले पनि, लगायत एसियाका धेरै देशहरूमा चाहिँ नेपालको विद्युत पुग्छ भन्ने हामीले एउटा सोच देखेका छौँ कुलमान घिसिङमा। हामी चाहिँ कुलमान घिसिङलाई अबको 10 वर्ष नेतृत्व दिनुपर्छ विद्युत प्राधिकरणको। नेपाल विद्युत प्राधिकरणलाई हिजो घाटामा थियो, आज नाफामा छ, भोलि नेपालको आम्दानीको रूपमा स्रोतको रूपमा चाहिँ कुलमान घिसिङले बनाउँछन्। यसमा हामीलाई ढुक्क छौँ, निर्धक्क